कहिले सोच्नु भएको छ बीजगणितलाई एउटा रमाइलो पजल जस्तो हल गर्न सकिन्छ भनेर? आज हामी ठ्याक्कै त्यही गर्न जाँदैछौँ। एउटा यस्तो भिजुअल तरिका अपनाएर जसले अल्जिब्रालाई पहिलेभन्दा धेरै सजिलो बनाइदिन्छ। ल सुरु गरिहालौँ है त। यहाँ दुईवटा एल्जेब्राइक प्रब्लमहरू छन् जुन हेर्दा उस्तै उस्तै लाग्छन्, हैन? तर यिनीहरूको टाइलको अरेन्जमेन्ट हेर्नुस् त कस्तो फरक छ। एउटाले कस्तो चट्ट मिलेको रेक्ट्याङ्गल बनाउँछ, अर्को चाहिँ यताउता छरपष्ट देखिन्छ। त्यसो भए आजको हाम्रो मुख्य प्रश्न नै यही हो। एउटा एक्सप्रेसनको लागि यस्तो पर्फेक्ट रेक्ट्याङ्गल बनाउन सकिने तर अर्कोको लागि चाहिँ किन असम्भव जस्तो देखिन्छ? आउनुहोस् यो रहस्यको पर्दाफास गरौँ। अब यो पजल सल्भ गर्न हामीलाई के टुल्स चाहिन्छन्? र ती हुन् एल्जेब्रा टाइल्स। हो, यिनीहरू नै हाम्रो बिल्डिङ ब्लक्स हुन्। यी टाइलहरूलाई चिनिहालौँ। एकदमै सिम्पल छ। ठूलो नीलो स्क्वायर त्यो हो एक्स स्क्वायर, हरियो रेक्ट्याङ्गल चाहिँ एक्स, अनि त्यो सानो पहेँलो स्क्वायरले 1 जनाउँछ। अब यिनीहरूका नेगेटिभ काउन्टर पार्ट पनि छन्। मजेन्टा रङको रेक्ट्याङ्गल -x हो र सानो रातो स्क्वायर -1 हो। ल अब बेसिक नियमहरू बुझ्नको लागि सबैभन्दा पहिले त्यो सजिलोवाला प्रब्लमबाट सुरु गरौँ है त। हाम्रो पहिलो च्यालेन्ज x² + 5x + 6 याद छ नि, होइन? हो, यही त्यो एक्सप्रेसन हो जसले सुरुमा त्यो कस्तो दामी रेक्ट्याङ्गल बनाएको थियो। यसलाई बनाउने तरिका एकदमै स्ट्रेट फरवर्ड छ। सुरुमा हामी x² टाइल लिन्छौँ, त्यसपछि 5वटा x टाइलहरूलाई त्यसको वरिपरि मिलाएर राख्छौँ। हो, यसरी। र लास्टमा त्यो जुन खाली ठाउँ बाँकी रह्यो नि, त्यहाँ 6वटा 1 टाइलहरूले भरिदिन्छौँ। अनि हेर्नुहोस् त, एउटा पर्फेक्ट रेक्ट्याङ्गल तयार भयो। यसले के देखाउँछ भने टाइलहरू x+2 र x+3 को लेन्थ र विथमा ठ्याक्कै फिट भएका छन्। अब पालो आयो त्यो अलिक गाह्रो दोस्रो प्रब्लमको, र त्यसलाई सल्भ गर्ने सिक्रेट वेपनको बारेमा कुरा गरौँ। त्यो रहस्य लुकेको छ शून्यमा। यो कन्सेप्टलाई भनिन्छ जिरो पेयर। जिरो पेयर भनेको के हो भने साइजमा बराबर तर भ्याल्युमा अपोजिट भएको टाइलहरूको जोडी, जस्तै +x र -x। जब यिनीहरूलाई सँगै राखिन्छ, यिनीहरूको नेट भ्याल्यु 0 हुन्छ। त्यसो भए यहाँको सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भने जिरो पेयर थप्दा एक्सप्रेसनको भ्याल्यु चेन्ज हुँदैन। यो त कस्तो हो भने एकैचोटि 1 जोड्ने र 1 घटाउने जस्तै। रिजल्ट त उही रह्यो नि, होइन? ल अब हामीसँग यो नयाँ पावरफुल टुल छ। अब फेरि त्यो दोस्रो मिस्टिरियस प्रब्लममा फर्केर त्यसलाई क्र्याक गरौँ। हाम्रो दोस्रो च्यालेन्ज थियो x² + x - 2। अब हेर्नु होला है, कथाको मेन टर्निङ पोइन्ट आउँदैछ। सुरुमा भएको टाइलहरू मात्रै प्रयोग गर्ने हो भने यस्तो देखिन्छ। एउटा x² टाइल, एउटा x टाइल अनि दुईवटा -1 टाइलहरू। देख्नुभयो नि, होइन? कस्तो नमिलेको ग्याप बाँकी रह्यो, रेक्ट्याङ्गल बनेन। अब सोल्युसन यस्तो छ। हामी सुरुका टाइलहरूबाटै स्टार्ट गर्छौँ अनि एकदमै चलाखीपूर्वक एउटा जिरो पेयर थपिदिन्छौँ, एउटा +x टाइल र एउटा -x टाइल। अब हामीसँग जति पनि टाइलहरू छन् ती सबैलाई फेरि रिअरेन्ज गरेर एउटा नयाँ शेप बनाउँछौँ। अनि हेर्नुहोस् त, वाउ, त्यो जिरो पेयरले त्यो खाली ठाउँलाई ठ्याक्कै भरिदियो र सबै टुक्राहरू मिलेर एउटा पर्फेक्ट रेक्ट्याङ्गल बन्यो। कस्तो गजब! ल हामीले अहिलेसम्म जे सिक्यौँ त्यसलाई एउटा सिम्पल सम्झन सजिलो रुलमा ढालेर हेरौँ न त। त्यसो भए जिरो पेयर कहिले चाहिन्छ त? खास गरी दुईटा सिचुएसनमा। पहिलो, जब कन्स्टेन्ट टर्म मतलब ती साना स्क्वायरहरू नेगेटिभ हुन्छन्, र दोस्रो, जब सुरुमा दिएको टाइलहरूबाट मात्रै कम्प्लिट रेक्ट्याङ्गल बनाउन सकिँदैन। आजको लागि यति नै, तर जाँदा जाँदै एउटा प्रश्न छोडेर जान मन लाग्यो। यो भिजुअल ट्रिकले हामीले पेपरमा गर्ने एल्जेब्रासँग कसरी कनेक्ट गर्छ होला? एकपटक सोच्नु होला है त।